नमस्कार। धनिष्ठा नक्षत्रको आधा भागबाट सुरु हुने पञ्चकको बारेमा तपाईहरूलाई कति जानकारी छ? धेरैलाई पञ्चक भनेको के हो, यो कसरी सुरु हुन्छ र यो समयमा के गर्नुहुन्छ वा के गर्नु हुँदैन भन्ने अन्योल हुन्छ। आजको यो भिडियोमा हामी यही विषयमा प्रष्ट कुराकानी गर्नेछौँ। पञ्चक भनेको के हो र कसरी सुरु हुन्छ? चन्द्रमाले धनिष्ठा नक्षत्रको आधा भाग उत्तरार्ध शतभिषा, पूर्व भाद्रपदा, उत्तर भाद्रपदा र रेवती गरी कुल 5 वटा नक्षत्रमा भ्रमण गर्ने करिब 5 दिनको समयलाई पञ्चक भनिन्छ। यसको सुरुवात धनिष्ठा नक्षत्रको आधा भागबाट हुन्छ। पञ्चकमा गर्न नहुने 5 प्रमुख कामहरू: दाह संस्कार, शव जलाउने पञ्चकको बेला विशेष गरी शान्ति पूजा, दाह संस्कार गर्नु हुँदैन भन्ने धार्मिक मान्यता रहेको छ। त्यसैले पञ्चक परेको बेलामा दाह संस्कार गर्न वर्जित गरिएको छ। घरको छाना छाउने वा काठको काम गर्न पनि वर्जित गरिएको छ। पलङ वा खाट बनाउने काम पनि वर्जित गरिएको छ भने दक्षिण दिशाको यात्रा पनि वर्जित गरिएको छ। घाँस दाउरा वा इन्धन सङ्कलन गर्ने, घाँस दाउरा जलाउने यस्ता कामहरू पनि गर्न वर्जित गरिएको छ। यो बाहेक अब अरू के गर्नुहुन्छ त पञ्चकको बेलामा? यी बाहेक अन्य सबै दैनिक कामकाज, व्यापार व्यवसाय र नियमित पूजापाठ तथा धार्मिक कार्य गर्न कुनै पनि बाधा हुँदैन। यो जानकारी तपाईँलाई कस्तो लाग्यो? पञ्चकको बारेमा तपाईँसँग कुनै जिज्ञासा छ भने तल कमेन्ट बक्समा कमेन्ट गर्न नबिर्सिनुहोला। भिडियो मन परे लाइक, कमेन्ट र सेयर गरिदिनुहोला। साथै च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब पनि गरिदिनुहोला। धन्यवाद।